एउटा कुरो प्रचण्डलाई अहिले केपी ओली भन्दा फेरि प्रचण्ड चाहिँ नि लाई चाहिँ नि के चढेको सनक चढेको हो हैन। उहाँले सनक नचढ्दा हुन्छ। म उहाँलाई एउटा कुरा के भन्छु भने नि तपाईको नजिक बसेर काम गरेको मान्छे हो म हैन। तपाईले लाई एउटा कुरो के भन्छु भने 17,500 को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो तपाईले? एउटा कुरो 50,000 मान्छे आज घाइते छन्, त्यसको हिसाब किताब कसले गर्ने? खरबौंका सम्पत्ति बमबार्डिङले उडाउनु भयो तपाईले त्यतिखेर। तपाईले आज आएर तपाईले जुन कुरा भन्दै हुनुहुन्छ नि तपाईले दुबईमा लगेको तपाईको छोराले लगेर 2600 करोड रुपैयाँ पैसाको हिसाब किताब कसले दिने? कसले दिने? तपाईले स्विजरल्यान्डमा घर किनेको छ, कुन पैसाले किन्नुभयो? अमेरिकामा घर किन्नु भएको छ, कुन पैसाले किन्नुभयो? नातिनीहरुका बिहा तपाईको चाहिँ नि 5 स्टार होटलमा गर्नुभयो। हिजो साधारण बिहा गर्दाखेरि भाटे कारबाही गर्ने तपाई अरूलाई रक्सी खायो भनेर तपाईको चाहिँ भाटे कारबाही गर्ने। आज तपाईका घरमा गएर अहिले खोलेर निकाल्नु पनि 1 करोडका रक्सी छन्। तपाई हामीलाई सिकाउने? तपाईले आफ्नो छोराको हत्याको पत्ता लाउनु भयो। तपाई त्यतिखेर मैसँग हुनुहुन्थ्यो र दरबार हतियार काण्डको कुरो निकाल्दै गर्दाखेरि 5 वर्षको कुरा गर्नुभयो। अहिले 18-20 वर्षसम्म कसका भेडा बाख्रा हेर्न जानुभएको थियो तपाईहरु? किन के हेरेर बस्नु भएको थियो? अनि अहिले आएर तपाई है र पश्चिमाहरुको मेन डिजाइनमा है कनकुनीहरुको डिजाइनमा पर्जल शमशेरको डिजाइनमा तपाईहरुकै डिजाइनमा तपाईको राज दरबारको वंशनाश गरियो। तपाईहरु अनि त्यहाँबाट अहिले आएर राजालाई दोष लाउने? अब दरबार यो कुरा बोल्दिने मान्छे छैन भनेर नहेप्नुहोस्। र अर्को कुरो के छ भने तपाईहरुले राष्ट्रवादी शक्ति र गणतन्त्रवादी बीचमा गृह युद्धको हेर्नुस्, धर्मको गृह युद्ध हुन्थ्यो तर यहाँ गणतन्त्र र राष्ट्रवादी शक्तिको बीचमा गृह युद्ध हुँदैछ। गृह युद्धको लागि तपाईहरुले यो वातावरण बनाउनु हुँदैछ। त्यसकारणले म तपाईहरुलाई के भन्छु भने जसरी राजाले सत्ता छोड्नुभयो नि, रक्तपात बिन सत्ता छोड्नुभयो, सेना पुलिस आफ्नो हातमा हुँदाहुँदै। र तपाईहरुलाई म एउटा कुरा के भन्छु भने एकजना योगी आदित्यनाथको फोटो देख्दा, हिन्दूवादी नेताको फोटो सडकमा देख्दा तपाईहरुले त्यत्रो उचाल्नु भयो हैन। करण सिंहले आएर राजालाई कन्भिन्स नगरेको थियो भने नि इन्डियाको नेताले तपाईहरुले गणतन्त्र पाउनुहुन्थ्यो? करण सिंहले आएर राजालाई कन्भिन्स गरेको हैन? अनि तपाईहरु माओका फोटा राख्ने, स्टालिनका फोटा राखेर दारू खाने। अनि हाम्रा साथीहरुले तपाईको योगी आदित्यनाथ जोगीको फोटो राखे, हिन्दूवादी नेताको फोटो राख्दा के बिग्रियो? केही बिग्रियो? म त योगीसँग भेट भयो भने फोटो खिचेर फेसबुकमा हाल्ने हो। योगीले, नरेन्द्र मोदीले यो व्यवस्था गर्नलाई साथ दिनुपर्छ, हामीलाई साथ दिनुपर्छ। म त्यहाँका प्रधानमन्त्री र मुख्यमन्त्रीलाई के भन्छु भने तपाईहरुले यो यहाँ इन्डियन मिडिया छ भने पुर्याइदिनु होला। यो व्यवस्था परिवर्तन गर्नु भएन भने तपाईहरुको देश 5वटा टुक्रा हुँदैछ। 5वटा टुक्रा हुँदैछ। किनभने नि युरोपियन युनियनको र युएसआइडी को फन्डिङमा यहाँ राज संस्था सिद्ध्याउने काम भयो, हिन्दू सिद्ध्याउने काम भयो र क्रिस्चियनिटी बढाउने काम भयो। क्रिस्चियनहरुको इपिसेन्टर बन्यो यो देश। यसको कारणले आज मणिपुरमा आगो लागेको छ। मणिपुर छुट्टिँदैछ क्रिस्चियनहरुको राज्य बनाउनलाई। र अर्को डिजाइन के छ? यो पहाडी भूभाग सिक्किम हुँदै मणिपुरसम्म चाहिँ क्रिस्चियन राज्य बनाउने यिनको ठुलो ग्रान्ड डिजाइन थियो। ग्रान्ड डिजाइन त्यो अहिले असफल बनाउनको लागि तपाईको भारतले यिनीहरूलाई खुलेआम बनाउन भारतले हामीलाई यो व्यवस्था परिवर्तन गरेर साथ दिनुपर्छ। साथ दिएन भने नि भारतको आफ्नै देश टुक्रिन्छ। यो कुरामा क्लियर हुँदा हुन्छ।